हेलो नमस्ते। ल अब हामी आबुधाबीबाट दुबई हिँड्यौँ। अब हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट। ग्राउन्ड फ्लोर यो चाहिँ लाइफ लाइन होइन। यहाँबाट चाहिँ हामी चाहिँ अर्को एउटा यो यहाँबाट बस स्टपसम्म चाहिँ एउटा बसमा गएर अनि त्यहाँबाट फेरि हामी दुबईको बस लिनुपर्छ। अहिले हामी अर्को बसको लागि हिँड्दैछौँ। यहाँनिर मलाई अलिकति पैसा निकाल्नु थियो एटिएमबाट, पैसा निकालेँ। अब चाहिँ हामी यहाँबाट हमदान स्ट्रिटबाट चाहिँ बस स्टपसम्म जान्छौँ एउटा बसमा, यहाँको लोकल बसमा। अनि त्यहाँबाट चाहिँ दुबई टु आबुधाबी अर्को बसमा जानुपर्ने हुन्छ। अहिले हामी बसको लागि हिँड्दैछौँ। यो चाहिँ लाइफ लाइन हो है, यो चाहिँ बिल्डिङ चाहिँ लाइफ लाइन हो। अनि यहाँ ट्याक्क यहाँ अगाडि चाहिँ मदिना जाइदबाट चाहिँ बस आउँछ। हामी चाहिँ बसको वेटिङमा छौँ। एउटा बस आएको थियो तर फुल भएर गयो कि। अब अर्को बस आइरहेको हुन्छ यहाँ आउनु त। 160 आवर्स छ, अब त्यसमा चढेर जानुपर्छ। कस्तो लागिरहेको आजको ट्रिप? घाम लागिरहेको छ तर घाम चाहिँ लास्टै छ कि गर्मी छ। भर्खर निक्लियो भने त्यस्तो गर्मी फिल भएन है। अब एकछिन पछि हो भने त अब बसमा चढेपछि त्यहाँ एसी हुन्छ, खासै गर्मी फिल हुँदैन। तर गर्मी चाहिँ हामी दुबई गएपछि खतरा गर्मी खाइन्छौँ जस्तो लागिरहेको छ। यो चाहिँ ठ्याक्कै मदिना जाइदको अगाडि छौँ क्या। दुबई जाने बसको लाइनमा दुबई जाने लाइनमा हामी बस्यौँ। यहाँ लागिरहेछ। कस्तो घाम है, भित्र एसीमा बसिरहेको बाहिर निक्लिँदाखेरि कस्तो गर्मी बेला। फाइनली हामी भाउजू भेटियो। अनि हामी चाहिँ यहाँ खाना खानको लागि एउटा होटल जाँदैछौँ। घाम चाहिँ लास्टै डेन्जर रहेछ क्या। यस्तो चर्को लागेको घाम कति छ होला टेम्परेचर? नेपालीको गल्लीतिर, त्यो काठमाडौँको गल्लीतिर हिँडे जस्तो भइरहेको। नेपाली होइन, जताततै नेपाली मात्रै देखिरहेको हुन्छ। ट्याक्कै नेपालको त्यो गल्लीतिर, काठमाडौँको गल्लीतिर हिँडे जस्तो फिल भइरहेको। बेको भाग्यो ल भाउजूले बेको भाग्यो। बेपछि बल्ल भेट्नु भएको थियो अनि गिफ्ट रे खै थ्याङ्क यू भनेको भाउजू। हाम्रो खाना आइपुग्यो। एउटा गुसुनी भन्ने थियो क्या, भाइरल भएको थियो नि। खाएर हामी चाहिँ अब निक्ल्यौँ। यसो घुमघाम हुन्छ। के हेर्नु मेरो यो चाहिँ कस्तो होइन, काठमाडौँको गल्ली हिँडे जस्तै कस्तो लाग्यो अरे? ठ्याक्कै नेपाल लाग्यो। अस्ति आउँदा त्यो साथीको त्यो त आएँ ऊ त्यो बस उसमा आएर अनि त्यहाँबाट बस चढेर अनि गएको। तर कस्तो गर्मी, कस्तो घाम छ क्या, घाम छ। यस्तो पुरानो टाइपको बोटहरू रहेछ क्या, काठको बोट होइन, एकदम पुरानो टाइपको रहेछ कि। यहाँ जो पारी लिएर जाने रहेछ तर एकदम पुरानो टाइपको क्या।
दुबईबाट डेरा भन्ने ठाउँमा जाँदैछ क्या डेरा दुबई दुबईबाट डेरा दुबई अनि कस्तो रमाइलो रहेछ कि एकदम पुरानो टाइपको बोट छ होइन अनि यो त मोटरवाला रहेछ क्या त्यो हातले खियाउने होइन कि मोटरबाट चल्दो रहेछ कस्तो राम्रो रहेछ क्या कस्तो लागिरहेको छ त भाउ एकदम रमाइलो लागेर है त टोलीलाई डेरा दुबई आइपुग्यो है अब चाहिँ हामी डेरा टक्क पारिपट्टि त्यसरी पार गर्दै थियो होइन यहाँ आइपुग्यो अब यहाँबाट हामी पारि जान्छौँ एकछिन यहाँ पारि आइपुग्यो अब एकछिन डेरा दुबई घुमेर फेरि हामी फर्किन्छौँ तर कस्तो गर्मीले एकदम गाह्रो हुने रहेछ कि कस्तो गर्मी छ तर गर्मी चाहिँ भन्नै नपर्ने अझ योभन्दा बढी गर्मी हुँदैछ कि अब अर्को महिनाबाट झन् यसरी बाहिर हिँड्न पनि सकिन्न क्या त्यस्तो गर्मी हुन्छ यहाँ चाहिँ अहिलेलाई चाहिँ ठिकै छ टेम्परेचर हाई भएर अब यहाँ लो गर्ने क्रममा जुस खाँदैछ पानी हालेर चाहिँ के हो पानी नै यस्तो हुन्छ पुरानो कोकोनट को फ्लेवर जो होता है ना वो वाला नहीं है इसमें फेक है फेक हल्ला बिना स्वाद के है कुछ गड़बड़ी होता है भयो श्रीलङ्काको नै त्यही भएर स्वाद इन्डियाको र नेपालको कस्तो लाग्यो हाल्नु न गुलियो है बिरयानी में हालेको स्वाद आप इसको थोड़ा ड्रिंक कर लो फिर सोडा ऐड करेगा वो नहीं तो बाहर गिरेगा ओके थ्याङ्क यू मलाई बिरयानी में हालेको न तिमी यसमा यो खाऊ होइन अब कसरी झिक्ने त ल हाल्दै त बिरयानी नै आयो यस्तो नेपाली हब रहेछ कि यो चाहिँ होइन बर्दुबई चाहिँ यति नेपाली कि तर आज चाहिँ यो गर्मी भएको भएर चाहिँ अझै कम भएको भएर कि कम भयो भन्दाखेरि कति मान्छे लागेको कि हाम्रो खासै अबुधाबीमा चाहिँ यस्तो क्राउड हुँदैन कि नेपालीहरू कुनै पनि ठाउँ त्यस्तो साह्रो छैन कि नेपाली मात्र धेरै हुने अनि यहाँ चाहिँ कतिकै नेपाली यति नेपाली आज त गर्मी आज भएर छैन त्यही त आज गर्मी भएर मान्छे छैन त्यही पनि कति क्राउड क्या यति मान्छे छ त्यो जता पनि नेपाली मात्रै कि नेपाली मात्रै मजितोले चाहिँ यस्तो नमिठो रहेछ फाल्न माया लाग्यो चिसो भएर त्यही पनि खाइरहेको टुरिस्ट पुलिस डिपार्टमेन्ट पुरा दुर्गेशको गीत बजिरहेको त दुश्मन हेरेको हेरे हाम्रो दुर्गेश थापा सरको गीत बजिरहेछ किन रोकेको हेर्न न उता जाउँ चलो अब हामी मेट्रो चढ्नको लागि चाहिँ मेट्रो स्टेसन जाँदैछौँ चाहिँ तर आउँदै हुनुहुन्छ तपाईँहरू देखाइसक्यो तर बुर्ज खलिफातिर लाग्दैछौँ हामी बर्दुबईबाट
हामी मेट्रो चढेर बुर्जमानतिर जाँदैछौँ। यहाँबाट चाहिँ एउटा ट्रेनबाट हामी अर्को ट्रेन चढ्नु पर्दो रहेछ, चेन्ज गर्नु पर्दो रहेछ, डाइरेक्ट एउटा रहेनछ। अनि हामी झरेर अब अर्को ट्रेन लिनलाई जाँदैछौँ। कस्तो प्राउड के लास्टै भेटेको छ। बुर्ज खलिफा, दुबई मल अलिकति देखायो होइन, छिटो छिटो। यो चाहिँ दुबई मल। हामी दुबई मलको हल्का भिजिट गर्छौँ। तर आज भएर हो कि के भएर मान्छे धेरै कि है, तपाईँको हेर मान्छेहरू लास्टै दामी त्यो बनाएर राखेको रहेछ कि यो चाहिँ के हो यसको बारेमा चाहिँ थाहा भएन। तर सिट चाहिँ रहेछ क्या क्रुज ठुलो। दामी लाग्छ रहेछ कि यो ठाउँ कि बेबी होइन वाटरफल क्या। अनि यहाँ चाहिँ म 2020मा आएको थिएँ होइन, त्यतिखेर कोभिडको टाइम थियो। अनि सँगै बस्नु चाहिँ दिन थिएन, यसरी हिँड्न चाहिँ दिन थिएन, सोसियल डिस्टेन्स थियो त्यतिखेर। तर कस्तो रमाइलो राम्रो लाग्थ्यो नि, त्यही भएर आज तिमीहरूलाई यहाँ लिएर आएको। कस्तो राम्रो छ हेर न, हेर्नुहोस् यहाँ वाटरफल। ल फाइनली गाइस हामी पनि बुर्ज खलिफा आइयो। कस्तो लाग्यो बेबी? बेबी हेलो, कस्तो लाग्यो बुर्ज खलिफा? कति मान्छेहरू रहेछ। तर यो वाटर फाउन्टेन चाहिँ बन्द भयो अरे भन्ने जस्तो लागेको थियो है। प्रसव छैन वर्षमा। लास्टै घुम्यो, धेरै घुम्यो, यस्तो थकेला। अब लगभग हामी फर्किँदैछौँ अब फेरि मेट्रो लिएर। अनि मेट्रोबाट हामी बुर्जमान भन्ने ठाउँमा जान्छौँ। अनि बुर्जमानबाट
फेरि अर्को मेट्रो चेन्ज गरेर बरदुबई जान्छौँ अनि बरदुबई भाउचू पनि त्यहीँ हो त्यहाँ बरदुबईबाट भाउचू लाग्नुहुन्छ एकतिर भाउचू अफिसतिर रुमतिर त्यसपछि हामी त्यहाँबाट बसेर हामी जान्छौँ आबुधाबी अहिले चाहिँ हामी छौँ यो दुबई मलमै छौँ स्टिल हामी अब चाहिँ धेरै पेट छैन अब यहाँ मेट्रो लिएर अनि हामी जान्छौँ अब चाहिँ हाम्रो दुबई टुर सकिएर अब हामी आबुधाबी फर्किँदैछौँ धेरै थकाइ लाग्छ ज्यान पुरै दुखिया छ अब चाहिँ हामी जान्छौँ रुम हाम्रो बस्छौँ यहाँ लागिरहेको छ त्यो बस चढ्छौँ अनि जान्छौँ